काग र घैँटो। एक समयको कुरा हो, गर्मीको कडा मौसम थियो। घाम आकाशको बीचमा डढेलो झैँ बलिरहेको थियो। खोला नाला सुकिसकेका थिए। पोखरीहरूमा पानीको नाम निशाना थिएन। त्यही गाउँ नजिकैको जङ्गलमा एउटा काग बस्थ्यो। त्यो काग धेरै चलाक थियो, तर त्यो दिन ऊ अत्यन्तै तिर्खाएको थियो। काग बिहानैदेखि पानीको खोजीमा उडिरहेको थियो। ऊ एउटा रुखबाट अर्को रुखमा, एउटा खेतबाट अर्को खेतमा उड्दै गयो, तर जहाँ पुगे पनि पानी भेटिएन। तिर्खाले उसको घाँटी सुकिसकेको थियो, पखेटा कमजोर भइसकेका थिए। उसले सोच्यो, यदि चाँडै पानी भेटिएन भने म तिर्खाले नै मर्छु होला। यति सोच्दै गर्दा उसले टाढा एउटा किसानको आँगन देख्यो। आँगनको बीचमा एउटा पुरानो माटोको घैँटो राखिएको थियो। काग तुरुन्तै त्यहाँ उडेर गयो। उसले घैँटोभित्र चिहायो। भित्र अलिकति पानी मात्र थियो। काग धेरै खुसी भयो, तर खुसी चाँडै नै चिन्तामा बदलियो। पानी धेरै तल थियो। उसको चुच्चाले पुग्ने अवस्थै थिएन। कागले धेरै प्रयास गर्यो। उसले घैँटो ढाल्न खोज्यो, तर घैँटो भारी थियो। उसले चुच्चो लामो पारेर पानी पुग्ने प्रयास गर्यो, तर असफल भयो। थाकेर ऊ घैँटोको छेउमा बस्यो। केही बेर उसले सोच्न थाल्यो, अब के गर्ने होला। अचानक उसको नजर घैँटो वरिपरि छरिएका ससाना ढुङ्गातर्फ गयो। उसको दिमागमा एउटा उपाय आयो। उसले एउटा सानो ढुङ्गा चुच्चाले उठायो र घैँटोभित्र हाल्यो। ढुङ्गा पानीमा खस्दा पानी अलिकति माथि आयो। कागले अर्को ढुङ्गा हाल्यो, फेरि पानी अलिकति माथि आयो। अब काग उत्साहित भयो। ऊ लगातार ढुङ्गा टिपेर घैँटोभित्र हाल्न थाल्यो। धेरै समयसम्म मेहनत गरेपछि पानी बिस्तारै माथि आउँदै गयो। अन्ततः पानी यति माथि आयो कि कागको चुच्चोले सजिलै छोयो। कागले मजाले पानी पियो। उसको तिर्खा मेटियो। शरीरमा फेरि शक्ति आयो। ऊ धेरै खुसी भयो। उसले आफूले हिम्मत नहारेकोमा गर्व गर्यो। त्यसपछि ऊ खुसी साथ आकाशतर्फ उड्यो। त्यो दिन कागले एउटा ठुलो पाठ सिक्यो। समस्या जति ठुलो भए पनि धैर्य, बुद्धि प्रयोग गरे समाधान अवश्य भेटिन्छ।